सिंहदरबारले गाउँका विद्यालयहरू हेर्न सक्दैन, एउटा सिंहदरबारले मुलुकमा रहेका 35,000 विद्यालयमा आँखा पुर्याउन सक्दैन भनेर स्थानीय तहलाई दिएको हो। त्यो स्थानीय तहबाट यसमा थुप्रो मुद्दाहरू छन्। शिक्षक व्यवस्थापनको मुद्दा छ, शिक्षकभित्र रहिरहेको तालिमको यसको यो रेलेभेन्सीको विषय छ। राज्यले केमा प्राथमिकता दिने भन्ने नै हो। दरबन्दी अथवा जनशक्ति भनेको व्यवस्थापन गर्न सकिने विषय भयो। मेन कुरा त अहिले चाहिँ शिक्षामा भएको तपाईँले भनेको व्यापारीकरण, अर्को शब्द छ राजनीतिकरण। यो दुईटा कुराले शिक्षालाई बिगार्यो भन्छन्। यो राजनीतिकरणको सन्दर्भमा चाहिँ तपाईँको भनाइ के छ? मलाई चाहिँ नेपालको शिक्षामा राजनीतिकरण भयो भन्ने नै लाग्दैन। नेपालको शिक्षामा हुन्छ भने यो दलीयकरण हुने प्रतिस्पर्धा हुन्छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष को बनाउने, मेरो पार्टीको बनाउने कि अर्को पार्टीको बनाउने बिचमा पार्टीहरूका बीच प्रतिस्पर्धा हुन्छ। प्रधानाध्यापक यसको मेरो पार्टीको समर्थित लाने कि अर्को लाने भन्ने विषयमा प्रतिस्पर्धा हुन्छ। तर पार्टीहरूका बीचमा यसको पाठ्यक्रम कस्तो रेलेभेन्सी, आजको समय सापेक्ष पाठ्यक्रम कस्तो बनाउने, यो पाठ्यक्रम ठिक हो यो पाठ्यक्रम ठिक हो होइन भन्ने विषयमा बहस भएको सुन्नुभएको छ? अथवा राजनीतिक दलले आफ्नो चाहिँ घोषणापत्र अनुसारको सैद्धान्तिक धरातलमा शिक्षालाई लान चाहिँ प्रतिस्पर्धा गर्दैनन्, एजेन्डामा आधारित गर्दैनन् हैन। यसमा मानिसहरू भिसीको बनाउने, रेक्टरको बनाउने, रजिस्ट्रारको बनाउने, क्याम्पससिपको बनाउने भन्ने विषयदेखि चाहिँ कसको मान्छे बनाउने भन्ने विषय चाहिँ हुन्छ। म यसलाई दलीयकरण अथवा पार्टीकरण गर्ने कुरामा तीव्र प्रतिस्पर्धा छ। दलीयकरण अथवा पार्टीकरण गर्ने कुरामा, तर राजनीतिकरण गर्ने कुरामा छैन। राजनीतिकरणले के भन्छ हो, राजनीतिकरणले के भन्छ भने तपाईँलाई मैले एउटा उदाहरण सुनाउँछु। बाराक ओबामाले सन् 2009 को अमेरिकाको राष्ट्रपतिको इलेक्सन लड्दै गर्दा एउटा विश्वविद्यालयको हलमा उनले के भने तपाईको एजेन्डाहरू के हो भन्दै गर्दा एउटा एजेन्डा के भने अमेरिकाको 9 देखि 12 कक्षासम्म पढ्ने विद्यार्थीको म्याथमेटिक्स र साइन्सको नतिजा एकदमै पुअर भयो, यो नतिजा सुधार्ने मेरो एजेन्डा हो भने। चुनाव लडिरहेको छ राष्ट्रपतिको, भन्छ गणित र विज्ञानको त्यो पनि 9 देखि 12 का विद्यार्थीको नतिजा सुधार्ने मेरो एजेन्डा हो भन्छ। अनि सबैले छक्क परेर सोधे के हो मिस्टर ओबामा, आर यु ओके भनेपछि उनले भने यस आई एम ओके। अमेरिका अर्को शताब्दीको पनि लिडर हुन चाहन्छ भने आजको म्याथमेटिक्स र साइन्समा पुअर भएको विद्यार्थीले भोलि साइन्स एन्ड टेक्नोलोजीमा इनोभेसनमा संसारलाई कसरी लिड गर्न सक्छ? त्यसकारण मेरो यो मेरो प्राथमिकता हो भन्छन् उनले। त्यसपछि राष्ट्रपति भएर आइसके त्यसमा इन्टरभेन्सनहरू पनि गर्छन्, कतिपय ठाउँमा राम्रो रिजल्टहरू पनि देखिन्छन्। भनेको हाम्रो राजनीतिले आजको विद्यालय भर्ना दर 97% छ। अथवा अस्ति भर्खरै नेपालको इआरओ शैक्षिक गुणस्तर मापन केन्द्र भन्ने सरकारको संयन्त्रको रिजल्ट छ, त्यसले गणितमा, नेपालीमा, विज्ञानमा नेपालका प्रत्येक विद्यार्थीहरूको सिकाइ 50% भन्दा तल छ। सबै हाम्रो एभरेज लर्निङ आउटकम्स भनेको जति सिक्नुपर्ने हो त्यसको 50% पनि नसिक्ने अवस्था। यो निजीको के अरे उसको होइन, के अरे सार्वजनिकको होइन, ओभरअल विद्यार्थीको निजी विद्यार्थी समेत छन्। 50% भन्दा तल हाम्रो सिकाइ उपलब्धि छ।